ल साथीहरू, आज चाहिँ हामी माछा मार्न जान आँटेको छौँ। आज यो गोबरहरू भेला पार्दैछौँ माछालाई चारो थाप्नको लागि है। यो गोबर यसरी भेला पार्ने टक्क हाम्रो अक्षय भाइ र म चाहिँ टक्क भेला पार्दैछौँ है। दुईजनाले टक्कै लोड गर्दैछौँ चौडी माएर। अब यसमा चाहिँ मकैको पिठोहरू, धानको भुसहरू, अरू के मिसाएर टक्क चारो बनाएर हामीले खोलामा लगेर थाप्छौँ। यसरी अहिले गोबर टिप्दैछौँ। झोला भरेर दुईजनाले जान आँटेको पर टक्क यसरी ट्विटी लिएर जाने हो। अनि यसरी जाने हो। त्यो पर खोला छ हो, यो हाम्रो खोला आइसक्यो अदुवा खोला। र चारो पनि व्यवस्था गरिसकेको केटाहरूले धानको भुसा र मकैको उयोहरू पिठोहरू बस्ती तरिकाले केटाहरू भेला भइसकेको छ 3-4 जना। अनि यहाँ चौरीमा टक्क अब चारो बस्ने। अनि चारो थापेर पहिला थाप्दै जाने यो गोबरमा मिसाएर यसरी थापिसक्यौँ चारो चाहिँ होइन। अब यहाँ जाल हाल्नु जाँदैछ केटाहरू बबाल तरिकाले पारी जाँदैछ जाल हाल्नु। यस्तो बबाल छ हाम्रो अदुवा खोला आयो चाहिँ यस्तो बबाल तरिकाले। हाम्रो यहाँ माइलो पनि यहाँ पुरै बसेर हेर्दै डेलबार केटाहरूले जाल हाल्नु जाँदैछ। ल हानु केटाहरूले। ल यस्तो बबाल छ है हाम्रो खोला चाहिँ अदुवा खोला हो। यो पारिपट्टिको चाहिँ चारकोसे जङ्गल, अदुवा खोला यस्तो बबाल छ। यो चारकोसे जङ्गल उतापट्टिको यस्तो बबाल छ। ल फेरि हान्दैछ भाइले अर्को लट। यहाँ चाहिँ माछाहरू बबाल भरे जस्तो छ। तर यसपालि खोला बढेको छैन, माछा पनि खासै आएको छैन। ओ माइ गड, माछा त हल्का हल्का परेछ त है। यस्तो खाले माछा पर्छ ए। ल हेर्नु त है गजबको माछा परेको छ ए। यस्तो गजबको परेको छ है। ल आज चाहिँ माछा मार्ने हो भनेर आएको। कति दिनमा माछा मार्नु। ल यो चाहिँ हाम्रो अदुवा खोलाको माछा है। यस्तो बबाल छ। केटाहरूले टिप्दैछन्। यो भाग्छ भनेर मार्दैछन् ए हाम्रो भाइहरूले। मैले पनि मारेँ। अब यति चढेर मारेपछि त अब भाग्दैन, टक्का तान्ने हो ए। सट्टा माछा चाहिँ यतिको भेला भइसक्यो। हामी 3 जना गएको माछा मार्नु आज। जाल हान्ने भाइ पनि खतरा छ फेरि। माछा चाहिँ बबाल आइसकेको छ। ल यस्तै छ हाम्रो माछा मार्ने। आज काम पनि छुट्टिदियो, त्यही भएर माछा मार्नु गएको। बबाल माछा परेको छ है यस्तो। माछा टिपि नसक्ने भ्याइ नभ्याइ छ माछा। यस्तै छ हाम्रोतिर चाहिँ यस्तो माछा पाइन्छ। ल बबाल तरिकाले परेको छ है। यस्तै हो। ल यति माछा परेछ अहिले। ल हामी चाहिँ अहिले धेरै माथि पुगिसक्यौँ। यो चाहिँ लोक्ताको चेन भन्ने ठाउँतिर है हान्दैछ भाइहरूले। खासै माछा आज परेन। यही जङ्गलको छेउछेउबाट चाहिँ खोला चाहिँ बबाल तरिकाको छ। त्यहाँ एक ठाउँ हानेको परेन, यो अर्को ठाउँ फेरि हान्दैछ भान्जाल। यो चाहिँ लास्ट ठाउँ यो चारो थापेको छु यहाँ पर। ल यो चाहिँ लास्ट है। ल आज चाहिँ यस्तो माछा मार्दा बबाल भयो। तर आज माछा चाहिँ त्यस्तो खासै परेन, यति छ। ल तर बबाल रमाइलो भयो आज माछा मार्नु।